जो मान्छेले आफूलाई विश्वास गर्छ नि त्यो मान्छे सफल हुन्छ अरे क्या बाहिर जेसुकै कुरा होस् बाहिर गाली गरोस् होइन उत्साह उनीहरूलाई प्रेज गरोस् मतलब थिएन तर आत्मविश्वास थियो केवल आफूप्रति नेपाली प्लेयरप्रति फाइनल्ली केटाले देखाइदियो आफ्नो स्तर देखाइदियो वर्ल्ड कपको यो मञ्चमा धेरै धेरै बधाई छ स्पेसल्ली दिपेन्द्र सिंह ऐरी द टाइगरको पावर द ब्याटिङ र सुम्पल कामीको त्यो दामी बोलिङ हेरिरहेको थिएँ म्याच होइन तर ड्युरिङ द वर्क कामको बेलामा म्याच हेरिरहेको थिएँ यति एक्साइटेड भएको थियो यति एक्साइटेड भयो आई वान्ट टु लाउड बट यु नो द वर्क प्लेस यदि नेपालमा भएको भए अर्कै हुन्थ्यो विदेशमा भएको हुनाले अलिकति समस्या पऱ्यो तर पनि यस हेर्स अफ यु गाइज धेरै धेरै बधाई छ हामी खुसी छौँ फाइनल्ली एउटा जितको खम्बा गाडिसक्यो वर्ल्ड कपको यो मचमा आफ्टर 2 इयर्स सबैलाई बधाई छ र रोहितलाई पनि धेरै धेरै बधाई छ रोहित तिम्रो क्याप्टेनसिपले गर्दाखेरि अहिलेसम्म हाम्रो देशले 2 चोटि ब्याक टु ब्याक वर्ल्ड कपमा खेलिसक्यो नेक्स्टमा पनि हामी कोसिस गर्छौँ 23 इयर्स यु आर होइन अझै पनि अघि बढ्नेछ भन्न चाहन्छु सम्पूर्ण नेपाली प्लेयरहरू वर्ल्ड कप प्लेयर हामी क्रिकेट प्लेयरहरूलाई धेरै धेरै शुभकामना छ हामी धेरै खुसी छौँ फाइनल्ली मनमा खुसी ल्याइदियो हाम्रो केटाहरूले हामी धेरै खुसी छौँ सो सम्पूर्ण नेपाली तर्फबाट मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ धेरै धेरै शुभकामना छ नेक्स्ट वर्ल्ड कपको लागि प्रिपेयर हुनु होला होइन सो थ्याङ्क यू भेरी मच जय नेपाल जय गोर्खाली चेयर्स